यो राष्ट्रको आँगन र यो राष्ट्रको साझा फुलबारीका रूपमा अगाडि लान चाहन्छु। रवि लामिछानेजीले सायद यही हलमा हो क्यारे 79 को असार 7 मा ठुलो आँट र जोखिम, मैले बारम्बार भन्ने गर्छु, आँट पनि थियो र जोखिम पनि थियो। उहाँले एउटा सजिलो बाटो अपनाउन सक्नुहुन्थ्यो। अहिलेकै खुम्चँदै गरेका दलहरूमा एउटा सानो हिस्सा खोजेर त्यहीबाट आफ्नो राजनीति अगाडि बढाउन सक्नुहुन्थ्यो। तर उहाँले त्यहाँ भविष्य देख्नु भएन। म नयाँ सिराबाट नै सुरु गर्न चाहन्छु, कुनै ब्यागेज त्यो अभियानलाई आज हामीले यो उचाइमा पुर्याउन सफल भएका छौँ। उच्च संवाद समितिका तर्फबाट मेरो संयोजकत्व र शिशिर खनालको सहसंयोजकत्वमा त्यसमा सहयोग गर्नको लागि पुकार बम गणेश कार्की लगायतका साथीहरू र रवि लामिछानेजी नखुमै हुँदा पनि हामीले उहाँसँग नियमित संवाद गरेर आज पार्टीलाई यदि यो देशै हाँक्ने महत्त्वाकांक्षा हो भने, मुलुकको राजनीतिक कोर्सलाई नै बदल्ने हो भने हामीले झ्याल ढोका बन्द गरेर त्यो महानता हासिल गर्न सक्दैनौँ भन्ने निष्कर्षमा पुगेपछि र त्यो 21 सिटमा मात्र सीमित हुँदा सङ्घीय संसदमा कसरी हामीलाई न्याकेर भित्तामै पुर्याउँदा रहेछन् भन्ने कुरा त तपाईँहरूले 4-5 महिना अगाडिसम्मको दृष्टान्त त्यसैले 21 बाट 51 त आँखा चिम्लेर पनि पुगिन्थ्यो होला, 51 बाट 71 पनि पुगिन्थ्यो होला, 71 बाट 91 पनि पुगिन्थ्यो होला। तर त्यो च्याखे थाप्ने पार्टी, म्याजिक नम्बर इधर उधर गर्ने पार्टीमा हामी रमाउन चाहेनौँ। हामी अब 151 सिट लिएर आएर बहुमत लिएर आएर देशको निर्णायक शक्ति र 21औं शताब्दी अनुकूल तमाम युवा नवयुवा वर्गको आकांक्षालाई बोक्ने त्यो एउटा नयाँ एस्पिरेसनल सोसाइटीको बिम्ब बन्न चाहन्छौँ, वाहक बन्न चाहन्छौँ र त्यो महत्त्वाकांक्षाका साथ नै हामीले ठुलो छाती गरेर बालेन्द्र शाहको समूह, कुलमान घिसिङको उज्यालो पार्टी, विवेकशील साझा पार्टी, नयाँ शक्तिका धेरै अभियन्ताहरू हुँदै हुँदै आज थारुवान थरुवटसँग आबद्ध धेरै सङ्घर्षशील विशिष्ट छवि बनाउनु भएका पात्रहरूलाई हामीले हाम्रो घरमा निम्त्याएका छौँ। र सायद रविजीले अस्ति नै विवेकशीलको प्रसङ्गमा भन्नुभएको थियो, के अरे हिजोसम्म पाहुना हुनुहुन्थ्यो, आजदेखि परिवार हुनुभएको छ। दुई चारवटा भ्रम चिर्नै पर्नेछ आज उपयुक्त थलो पनि जस्तो मलाई लाग्छ। अब यो राष्ट्रिय स्वतन्त्र पार्टी भने अब के बागमतीतिर 7वटा सिट जितेर उदाएको पार्टी, सुदूरपश्चिमबाट बर्दियाबाट हेर्दा अलि टाढाको साइनो मात्र स्थापित गर्न सकिने जस्तो यहाँहरूलाई लाग्दो थियो होला पहिला। तर हामी साँच्चीकै, अघि मैले भनिसकेँ, साँच्चीकै राष्ट्रिय दल नाम अनुसारकै आकार, स्वरूप, चरित्र ग्रहण गर्ने क्रममा छौँ। र मैले भन्ने गर्छु, यो रासपा भने त खै एउटा निश्चित वर्गको निश्चित भूगोलको मात्रै हो कि भनेर संशय राख्ने वा हामीलाई खिसिट्युरी गर्ने, अलिकति खसाल्न खोज्ने हाम्रा प्रतिस्पर्धी राजनीतिक दलहरूले बनाएको भाष्यलाई बिस्तारै चिरिँदैछ। आज यो ज्वलन्त उदाहरण पनि हो। उहाँहरूलाई मैले भन्ने गर्दछु, आफ्नो व्यस्त तालिकाबाट 10 मिनट समय निकालेर हामीले मधेस झरेर जलेश्वरमा पारित गरेको हाम्रो प्रस्तावनाका 2-4 लाइन मात्रै पढिदिनु भयो भने पनि स्पष्ट हुन्छ नि हामी कुन धरातलमा उभिएका छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको अर्थ राजनीतिक प्रस्तावनाको पहिलो लाइन नै म तपाईँहरूलाई पढेर सुनाउँछु। सबै नेपालीको समतामूलक उन्नति, सबै नेपालीको, बागमतीको मात्र होइन, गण्डकीको मात्र होइन, आज त्यत्रो 100मा 6% भन्दा बढी हिस्सा ओगट्ने सम्पूर्ण थारू दाजुभाइ दिदीबहिनीहरू समेत सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध, सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी। सुरेन्द्रजीले लिबरल सोसाइटी, लिबरल डेमोक्रेसीको कुरा गर्नुभयो, म सहमत छु। हामी लिबरल डेमोक्रेसी मात्र होइन, प्लुरल लिबरल डेमोक्रेटिक पार्टी। त्यसैले सबैजना अटाउनुहुन्छ, ससम्मान अटाउनुहुन्छ विथ डिग्निटी, त्यसको लागि हामी असाध्यै इमानदार पहल गरिरहेका छौँ। हामीले चौथो दफामा लेखेका छौँ, अप्रिय ऐतिहासिक विरासत। ऐतिहासिक विरासत मात्र होइन, अप्रिय
अप्रिय ऐतिहासिक विरासतका रूपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरू विरुद्ध स्ट्रक्चरल डिस्क्रिमिनेसन विरुद्ध निर्णायक प्रहार गर्न, डिसाइसिभ चाहिँ प्रहार गर्नको लागि। तर हाम्रो बाटो फरक छ। हामीले भनेका छौँ अवसरहरूको न्यायिक वितरण, पहुँच र उपयोग। अवसरहरूको हामी इक्वालिटी अफ अपर्च्युनिटीमा विश्वास गर्छौँ। त्यो कैलाली कञ्चनपुरमा जन्मिएको गरिब थारू परिवारको बालबच्चा र काठमाडौँको सम्भ्रान्त परिवारमा जन्मेको बालबच्चालाई त्यो सुरुदेखि नै हामीले समान अवसरहरू दिने, शिक्षाबाट होला, पोषणबाट होला, स्वास्थ्यबाट होला, आवासबाट होला, यातायातबाट होला, ती कुराहरूमा राज्यले नै भूमिका खेल्ने हो। त्यहाँ पुनर्वितरण गर्नुपर्छ भने पुनर्वितरण पनि गर्नुपर्ने हो छ। सामाजिक बीमा, सोसियल इन्स्योरेन्सका विधिहरूबाट त्यो लेभलिङ द प्लेइङ फिल्ड गर्न सक्नुपर्छ भने त्यो पनि गर्ने हो। त्यो सबैमा हाम्रो प्रतिबद्धता एकदम होल हार्टेड, इमान्दार पनि छ। र हामीले तेस्रो बुदामा पनि भनेका छौँ नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक सांस्कृतिक विविधता। आज देख्यौँ नेपालको मोनोकल्चर त होइन, यो त बहुसांस्कृतिक मुलुक हो। त्यसलाई हामी सेलिब्रेट गर्छौँ। त्यो धार्मिक सांस्कृतिक विविधतामा आधारित सह अस्तित्व र पारस्परिक सम्मानका आधारभूत राजनीतिक सिद्धान्तमा टेकेर नै हाम्रो राजनीति अगाडि बढ्दछ। त्यसैले 10 मिनट समय निकालेर रासोपा के रहेछ, के गर्न खोजेको रहेछ भनेर पढिदिएका भए, धेरै अल्छी नगरेको भए कहिल्यै छर्लङ्ग हुन्थ्यो धेरै साथीहरूलाई। तर मलाई खुसी लागेको छ साथीहरूले दस्तावेज पढ्नु भएको छ। अबको